ठिक छ भाइ ठिक छ नआएको छ रमाइलो अब गर्नु पर्यो छुट्टी छ रमजानको है आज कस्तो हुँदैछ त अनि फिल रमाइलो ठिक छ होइन आज चाहिँ लङ समय छुट्टी बसेर जिउ दुखेर यसो घुम्न निस्क्यो हामी हिजो खोलिएको के हो त हिजैबाट त आज नेपालमा हो त जतिखेर पनि खान मिल्यो आज 24 घण्टा हाल्ने तीनटा लथेप्रीहरूले हामीले त बुझिएन के भने सही पनि सन भइराखेको छ हाम्रो दुई काकुहरूको alhamdulillah यो चाहिँ लगभग अन्तिम जस्तो लाग्यो अब सक्यो यता चाहिँ घुम्ने ठाउँ यही भएर इस्लाम वैस अल्हम्दुलिल्लाह खबर मियाँ साउदी मियाँ नंबर 1 खबर इन द केफ كويس कुल्लु कोइस alhamdulillah इन्जॉय साथी यहाँको विशेषता चाहिँ मेन चाहिँ यो है बनिँदैम र छ यो हनुमानको डन्डी जस्तो छ के हो हुन चाहिँ माछा बल्छीमा पार्नु भएको है उहाँहरूले यिनी इकान उहाँहरूले पार्नु भएको छ है बल्छी सेतो माछा इन्डोनेसी ओ झिँगे माछा पनि पार्नु भएको छ यिनी इकान bagus ah oh यहाँ माछा पार्नु भएको रहेछ है ल बल्छीमा उहाँहरूले इन्डोनेसिया बा पारिसक्नु भएको छ उहाँले ये मच्छी बहुत अच्छा है भैया हाँ मच्छी बहुत अच्छा है बहुत अच्छा है इंडोनेशिया बang क्या हुआ मेरा इंडोनेशिया इंडोनेशिया हाँ आपका किधर मैं इंडिया नेपाल ओह पहला नेपाल भूकंप भैया इंडोनेशिया भूकंप गया हाँ नेपाल before नेपाल sana izin माछा ओके तै Filipino नेपाली फिलिपिनो माफी अरूले इन्डोनेसिया माछा पार्नु भएको छ यहाँ आम छ मालूम नहीं भाई
मेरोमा आयो है एउटा नेपाली टोपीमा नेपाली बाबु। यहाँ चाहिँ हाम्रो कार्यक्रम भइराखेको छ। हामी चाहिँ यता नेपाली ग्रुपहरू आज छुट्टी बस्दा धेरै गाह्रो भएर घुम्न निस्क्या हौ। घुम्न आइरहन्छन्। धेरै गाह्रो छ। यो झलाचुत कालो ओढेर बस्या छन्। के हो मान्छेहरू सिटी बाइकहरू हरेक कुरो छन्। चाहिँ आज देखिएको भ्यू है। साइकल सररररररर हावाले गर्दा थोरै डिस्टर्ब गरौँ क्या। यस्तो छ। नेपालीहरू फेरि बोल्दैनन् हैन। नेपाली टोलीहरू चाहिँ अगाडि दाजु केही छ अरे भन्ने घुम्न आइयो होइन। घर बनाउन तयारी ल